पीस एनर्जी कम्पनीले आइपिओ निष्कासन गर्नको लागि माछापुच्छ्रे क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको छ। यस सम्बन्धी सम्झौतामा आज सोमबार हस्ताक्षर भएको हो। सम्झौतामा धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक संस्था माछापुच्छ्रे क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत उपेन्द्र मालाकार र निष्कासनकर्ता कम्पनी पीस एनर्जी कम्पनी लिमिटेडको तर्फबाट कार्यकारी अध्यक्ष डाक्टर मदन कुमार उप्रेतीले हस्ताक्षर गरेका छन्। पीस एनर्जी कम्पनी लिमिटेडले जारी पुँजीको 20% अर्थात् 32 लाख किता साधारण शेयर सर्वसाधारणमा जारी गर्न लागेको हो। कम्पनीले ताप्लेजुङ जिल्लाको सिरिजङ्गा गाउँपालिका भएर बग्ने कावेली खोलाको पानीको बहाव सदुपयोग गरी 28.1 मेगावाट क्षमताको माथिल्लो कावेली जलविद्युत आयोजना निर्माण गरिरहेको छ। यस जलविद्युत आयोजनाको भौतिक कार्य प्रगति हालसम्म 61% भन्दा माथि भइसकेको छ र मिति 2083 कार्तिक 14 सम्म सम्पन्न गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिने लक्ष्य राखेको छ।